नराम्रो कर्म गर्नुबाट बचाउने उपायको रूपमा अनि साइजमुनि बुद्धले पहिला नै बताउनु भइसकेको कुराहरू चाहिँ आज आएर हेर्दाखेरि चाहिँ अनि हामीले यसलाई नबुझ्दाखेरि यसो नजान्दाखेरि अनि हामी दुःख पाइरहेको रहेछ। र त्यो भएको हुँदाखेरि चाहिँ हामी समय समयमा समय मिले अनुसार समय मिलेसम्म हामीले चाहिँ यस्तै एक बेला भएर बुद्धले दिनुभएको शिक्षा चाहिँ खासरी के हो त, के दिनुभएको थियो भनेर हामीले टिप्पणी गर्नु सक्नुभयो भने चाहिँ त्यसले चाहिँ हामी हाम्रै जीवनलाई चाहिँ धेरै टेवा पुऱ्याउने रहेछ। यो जुनलाई यो जुनी र यो जीवनको लागि पनि टेवा पुग्दो रहेछ भने त्यो कर्मको बारेमा जानेर त्यो नराम्रो गर्नु हुँदैन भन्ने कुरालाई थाहा भएर त्यो त्याग्नु र राम्रो काम गर्नुपर्छ भन्ने कुरालाई जानेर त्यसलाई अप्नाउनु, यो दुईटा कर्मले चाहिँ यो जुनी र अर्को जुनी दुईटालाई चाहिँ ठुलो टेवा र सहयोग पुग्ने भएको हुँदाखेरि चाहिँ अनि तपाईँहरूले चाहिँ अब हामी बौद्ध धर्म मार्गी भन्नु मात्रै नरहेर अनि उहाँले दिएको शिक्षाहरूलाई पनि बुझ्नुपर्ने रहेछ। र त्यो शिक्षालाई चाहिँ अझै गम्भीरताले गर्दाखेरि चाहिँ त्यो शिक्षा अन्तिममा गएर चाहिँ के गर्ने त भन्दाखेरि चाहिँ हामीभित्र रहेको जुन ज्ञान छ, जो चाहिँ शाक्यमुनि बुद्धको ज्ञान थियो, जो शाक्यमुनि बुद्धले पाउनुभयो, त्यो पाउनुभएको ज्ञान त बाहिरबाट खोजेर ल्याएको त होइन नि। त्यो ज्ञान त उहाँमा जन्मजातदेखि नै रहिआएको त्यो जुन ज्ञान छ त्यो ज्ञानलाई चाहिँ त्योभन्दा अगाडि उसले देख्नु सकेको थिएन। ध्यान तपस्या गरेर त्यो माध्यमबाट हिँड्दै जाँदाखेरि 6 वर्षभित्रमै उहाँले त्यो ज्ञान हासिल गर्न सक्यौँ नि त। त्यही ज्ञान चाहिँ हामी सबैले पनि हासिल गर्न सकिन्छ, किनभने हामी सबैमा पनि त्यो ज्ञान हासिल गर्न सक्ने क्षमता छ। तथागत गर्भ देशैको भन्ने चाहिँ छ। त्योलाई चाहिँ हामीले निकाल्नका लागि चाहिँ उपाय नजाने मात्रै हो र उपाय चाहिँ शिक्षाको रूपमा शाक्यमुनि बुद्धले देखाउनु भएको छ। त्यस्तो भएको हुँदाखेरि चाहिँ हामीले शिक्षा सिकेर त्यो लागू गर्न सक्यौँ भने हामी जीवन मतलब परिवारसँगै हुँदै पनि हामीले दैनिकी त्यो अभ्यास गर्दै जाँदाखेरि चाहिँ भित्र रहेको ज्ञानलाई साक्षात्कार गर्नमा त टेवा पुग्ने रहेछ नि। त्यसले त त्यो ज्ञानलाई हासिल गर्नका लागि चाहिँ हामी बौद्ध धर्म मार्गी हुने हो। हामी सङ्ख्यामा हौ, हामी 100 जना छ, 200 जना छ, 500 जना छ, 1 लाख बुद्धिस्ट छ भनेर हामीले देखाउनु पर्ने आवश्यकता पनि छैन र त्यो देखाएकोले फाइदा पनि केही छैन। त्यसले गर्दाखेरि हामी बुद्ध धर्म मार्गी हुनुलाई चाहिँ विशेष गरेर हामी भित्रै रहेको ज्ञानलाई चाहिँ बुझ्नु या ज्ञानलाई चाहिँ पाउनु, ज्ञानलाई चाहिँ हासिल गर्नु, ज्ञानलाई चाहिँ बोध गरेर बुद्ध बन्नका लागि चाहिँ हामी बुद्धिस्ट बनेको। तपाईँ सबै पनि बुद्ध बन्न सक्छ। बुद्ध बन्नु सक्ने क्षमता हामी सबैसँग छ। बुद्ध बन्ने हेतु